नमस्ते टसिदेलेक फ्याबुला सबैजनालाई म जोर्डेन गुरुङ तपाईहरुलाई आजको यस भिडियोमा म स्वागत गर्दछु र केही दिन अगाडि मैले हामीले अब खाना खानु अघि अथवा चिया पिउनु अघि पढ्ने पाठहरुको केही पाठहरु चाहिँ मैले तपाईहरुलाई बताएको थिए है। आज त्यही पाठहरु मध्ये अब 3 वटा पाठको चाहिँ म त्यसको मतलब अर्थहरु चाहिँ म तपाईहरुलाई भन्ने प्रयास गर्नेछु र अब सर्वप्रथम म के भन्न चाहन्छु भने एउटा हाम्रो बुद्धिस्ट टिबेटनमा एउटा भनाइ छ झेलुक सेना थाम्चे छुइम्बे भनेर है। त्यसको अर्थ के रहेको छ भन्दा चाहिँ तपाईले गर्न जान्नु भयो भने गर्ने सही तरिका जान्नु भयो भने तपाईले जे गरे पनि त्यो चाहिँ एउटा धर्मको रूपमा जानेछ र एउटा पुण्य कमाउन त्यहाँबाट तपाईले पुण्य कमाउन सक्नुहुनेछ भनेर चाहिँ यसको भनाइ हो है। र फेरि अर्को एउटा छ टिबेटनमा भनाइ छे छे सिन्धुमा जना लारङ सोन्डोवे क्युजे भनेको छ। त्यसको अर्थ के रहेको छ भने धर्मको कार्यहरु धर्मको कामहरु धेरै छ नि त हैन। ढोग गर्ने होस्, पानी चढाउने होस्, मानी गर्ने होस् है, गुम्बा घुम्ने होस्, लामा दर्शन गर्ने, गुरुजीहरु दर्शन गर्ने होस् हैन। धर्मको कार्यहरु धेरै छन् तर त्यो धर्मको कार्यहरु तपाईले धर्मको कामहरु सही तरिकाले गर्न जान्नु भएन भने त्यसले त्यही धर्मको कार्यले तपाईलाई नर्गमा जानेको पनि नर्गमा अनि जन्म लिनेको एउटा बाटो बन्न सक्छ भनेर भन्नुभयो। अब सुन्दाखेरि त अचम्मै छ हैन। धर्मको काम गर्यो अझै अन्तमा गएर त्यही कामले गर्दा त्यही धर्मको कामले गर्दा नर्गमा जन्मिनु या नर्ग जानु भनेको त अचम्मको कुरा भयो नि। यो सबै हाम्रो सोचमा भर पर्ने रहेछ नि त है। देख्दाखेरि ढोग गरिरहेको छ, मानी जपिरहेको छ हैन, अनि अब भगवानलाई बुद्धलाई पानी चढाइरहेको छ। देख्दाखेरि त्यस्तो देखे पनि यदि त्यो मान्छेको मन अशुद्ध छ, मनमा नराम्रो सोच छ भने त्यो धर्मको कामले गर्दा चाहिँ त्यो धर्मको काम देख्दाखेरि धर्मको काम भए पनि असलियतमा चाहिँ धर्मको काम नभएर त्यो चाहिँ एउटा अधर्म नराम्रो नर्गमा जाने बाटो भएर जान्छ भनेर यो चाहिँ हामीले याद राख्नु पर्यो है त। र अघि भने चाहिँ यदि गर्न जान्नु भयो भने सबै चीज धर्मको बाटो हुनेछ र राम्रो बाटो हुनेछ हैन। र त्यसैले जस्तै हामीले आजको यस विषयमा म के भन्न जान्छु भने खास गरी खाना खानेको विषयमा है। अब खाना खाने बेला होस् या चिया पिउने बेला या पानी पिउने बेला एउटा जुस भए पनि है, अब त्यो बेला चाहिँ त्यो कामलाई चाहिँ हामीले धर्ममा कसरी बदल्नु भन्दा चाहिँ हाम्रो सोचमा भर पर्छ भने नि त मैले है। र सोचमा चाहिँ अब हामीले आज मैले पानी पिए पनि जुस पिए पनि चिया पिए पनि खाना खाए पनि यसले चाहिँ अब सबै प्राणीहरुको हित होस्, राम्रो होस् है। सबै प्राणीहरु दुःखबाट मुक्ति होस्, सबै प्राणीहरुले खाना पाउन् भन्ने जस्तो कसै पनि प्राणीहरु भोकै नहुन् भन्ने त्यस्तो सोचहरु लिएर चाहिँ हामीले खाना खायौं या खाना खानु अगाडि अनि त्यसैगरी पाठ पढ्यौं भने त्यसले चाहिँ त्यो चाहिँ एउटा सधैं गरिरहेको चीज, खाना खानु, चिया पिउनु, पानी पिउनु भने सधैं गरिरहेको चीज, त्यसले नै हामीले दिनैदिन गरेर थोपा गरेर सागर बन्छ भने चाहिँ अनि एक दिन, 2 दिन, 3 दिन गरेर नमर्नु सम्म हामीले त्यसरी हामीले सोच लिएर खाना खायौं या चिया पियौं भने त्यो चाहिँ धेरै भन्दा धेरै पुण्य कमाउन सक्ने र धर्म हुन्छ भनेर भन्न चाहेको। र आज पहिलो पाठ छ जुन चाहिँ गौतम बुद्धलाई हो है। थप्के थुक्जे शाके रिक्सो ठुङ शेङ्गे मेथुप ढुकी पुङजुम्ब सेर्गे लिम्बो तबरु छिपेको शाके खेल्पो खेला छेपा भुल भनेर। हजुर अन्तमा चाहिँ छेपा भुल भनेर भन्नु पर्यो नि त। हामीले छेपा चढाइरहेको छौं है, गौतम बुद्धलाई चढाइरहेको छौं, त्यो खाना होस् या चिया होस्।
र यसको अर्थ के छ भन्दा गौतम बुद्ध यानी त्यस्तो एउटा मान्छे हो कि जुन चाहिँ एउटा त्यो समयमा सबैभन्दा ठुलो वंश शाक्य वंशमा जन्मिनु भएको, त्यो माथि एउटा राजाको छोरा भएर है, राजपुत्र राजाको छोरा भएर राजकुमारको जुनीमा जन्मिनु भएको है। अब त्यस्तो राजकुमारको जन्म लिए तापनि उहाँले केही समयपछि उहाँले संसारको दुःख है, जुन संसारको दुःख या संसारको असलियत जुन चाहिँ मान्छेहरू बिरामी भइजाने, बुढो भइजाने है, वृद्ध भइजाने र अन्तमा गएर मर्ने है, त्यो सबै पीडा देखेपछि चाहिँ उहाँले आफू या आफ्नो वरिपरि भएको मान्छेहरू, त्यो माथि पनि आफ्नो प्रिय बुवा आमा जस्तो सबैजना मान्छे चाहिँ एक दिन मर्नुपर्छ, यो दुःखबाट जानै पर्छ, यो दुःख भोग्नै पर्छ, संसारको यो नियमै हो भन्ने त्यो सबै थाहा भएपछि चाहिँ उहाँले चाहिँ यसको उपाय के छ है, यो दुःख पीडाबाट टाढा हुनु, मुक्ति हुनुको उपाय के छ, त्यसको खोजमा लाग्नु भएको हो नि त उहाँ त। त्यसको खोजमा लागेपछि उहाँले धेरै वर्ष कठिन, धेरै वर्ष प्रार्थना, धेरै वर्ष ध्यान गरेपछि चाहिँ जब उहाँ 35 वर्षको हुनुहुन्थ्यो त्यो बेला चाहिँ उहाँले बुद्धत्व प्राप्त गर्नुभयो नि त है। सबै दुःख कष्टहरूलाई टारेर, सबै दुःख कष्टहरूबाट मुक्ति भएर चाहिँ उहाँले आफ्नो नराम्रो सोचहरू सबैबाट चाहिँ, सबै नराम्रो सोचहरूलाई चाहिँ जितेर चाहिँ उहाँले बुद्धत्व प्राप्त गर्नुभएको हो नि त। त्यसैले चाहिँ अनि त्यस्तो बुद्धत्व प्राप्त गर्नुभएको गौतम बुद्धलाई चाहिँ हामी खाना खानु अघि तपाईलाई चढाउँछौँ अनि हामी खान्छौँ भन्ने जस्तो त्यस्तो सोच लिएर चाहिँ यो पाठ पढ्नु होला है त। र अझै पनि गौतम बुद्धको आफ्नो जीवनी यानी लाइफ स्टोरी तपाईलाई जान्नु मन छ भने कमेन्टमा लेख्नु होला। म एक दिन मजाले उहाँको कहानी भन्ने छु है। र अर्को छ दोस्रो पाठ छ टेन्पा लामे सङ्गे रिन्पोछे, क्योपा लामे ताम्छे रिन्पोछे, ढेम्बा लामे केदिन रिन्पोछे, क्याप्ने कुन्छौ सुम्ला छेपा फुल। हजुर, अब यो रहेको छ हाम्रो त्रिरत्न भन्छ है, कुन्छोक्सुम, साङ्गे, छे, खेदिन या बुद्ध, धर्म, सङ्घ। अब यो तीनवटालाई जुन त्रिरत्न छ, यो त्रिरत्नलाई ढोग्नुको कारण अथवा छेपा चढाउनुको कारण है, खाना खानु अगाडि उहाँहरूलाई चढाउनुको कारण के हो त भन्दाखेरि हामी बुद्ध धर्म मान्ने अथवा बुद्धिस्ट भइसकेपछि त्रिरत्नलाई सधैँ हामीले उहाँहरूको पछि लाग्नुपर्छ है, उहाँलाई मान्नुपर्छ, उहाँलाई सधैँ याद गर्नुपर्छ है त। किनभने उहाँलाई याद गरेर नै हामीले सुख यानी जीवन सफल हुने, निरोगी हुने जस्ता अब अन्तिममा गएर बुद्धत्व प्राप्त गर्नु भनेको नै यो तीनवटालाई हेरेर चाहिँ हामीले बुद्धत्व प्राप्त गर्ने हो। र अब यस पाठमा के भन्छ त भन्दाखेरि यसको अर्थ भन्नुपर्दा टेन्पा लामे सङ्गे रिन्पोछे भनेको अर्थ टेन्पा माने बाटो देखाउने मान्छे है। अब अहिले यति बेला हामीले बुद्धत्व प्राप्त गर्ने बाटो देखाउने मान्छे त धेरै छन् नि त, धेरै भए तापनि त्यसमध्ये बुद्धलाई चाहिँ म अनि सबैभन्दा राम्रो बुद्धत्व प्राप्त गर्ने बाटो देखाउने सबैभन्दा राम्रो मान्छे गौतम बुद्धलाई चाहिँ म ढोग गर्छु भनेको पहिलो चाहिँ है त। र दोस्रो छ क्योपा लामे ताम्छे रिन्पोछे। क्योपा माने तपाईँको रक्षक भन्छ है नेपालीमा, रक्षक, तपाईँलाई बचाउने है त। केबाट बचाउने भन्दाखेरि यति बेला आगो पानी परेर होइन, यो बेला केबाट बचाउने भन्दा संसारको दुःखबाट बचाउने है त, संसारको दुःखबाट मुक्ति गराउने। त्यो चाहिँ सबैभन्दा राम्रो संसारको दुःखबाट मुक्ति गराउने चाहिँ के हो भन्दाखेरि चाहिँ क्योपा लामे ताम्छे रिन्पोछे है। ताम्छे माने धर्म, बुद्धले सिकाउनु भएको धर्म है, बुद्ध धर्म।
त्यो चाहिँ सबैभन्दा तपाईलाई बुद्ध भगवानले के भन्नुहुन्छ भने मैले तपाईहरुलाई दिने भनेको मैले तपाईहरुलाई बाटो देखाउने मात्र हो है त्यो बाटोमा हिँडेर तपाईहरु आफैले त्यो बुद्धत्व प्राप्त गर्नुपर्छ है नभए मैले तपाईहरुको दुःख यसरी हातले निकाल्न मिल्दैन पानीले धुएर जाँदैन है त्यसो भन्नु भएको छ नि त त्यही भएर चाहिँ हामी आफैले बुद्धत्व प्राप्त गर्ने हामी आफैले बुद्धत्व प्राप्त गर्नुपर्ने हुनाले अब बुद्धत्व प्राप्त गर्नलाई के चाहियो बुद्धत्व प्राप्त गर्ने तरिका थाहा हुनु पर्यो नि त्यो भनेको चाहिँ सबै कुरा धाम्छे धर्ममा छ नि त हो त्यो धर्म चाहिँ हामीले त्यही भएर धर्मलाई ढोक गरेको र तेस्रो कुरा टेम्पा लामे खेदुन रिम्पोछे यसमा नि के हो भने अब हामीले पहिलो कुरा हामीले बुद्धलाई ढोक गर्यौं त्यसपछि बुद्धले भन्नुभएको धर्मलाई ढोक गर्यौं अब तेस्रो कुरा अब हामीले बुद्धत्व प्राप्त त गर्नु पर्यो है त्यो बुद्धत्व प्राप्त गर्नको लागि हामीलाई के चाहियो हामीले बुद्ध धर्मलाई हामीले लिनु पर्यो र धर्मको कुरा हामीले बुझ्नु पर्यो अब यस बुद्धत्व प्राप्त गर्ने बाटोमा जाँदाखेरि तपाईलाई सबैभन्दा राम्रो साथी चाहिँ है को हो रे भन्दाखेरि चाहिँ गेदुन है टेम्पा लामे गेदुन रिम्पोछे गेदुन माने संघा है संघा भनेको अब भिक्षुहरु लामाहरु है उहाँहरुसँग चाहिँ तपाईले गएर उहाँहरुबाट चाहिँ त्यो कुराहरु बुझेर चाहिँ अनि तपाई हामीले बुद्धत्व प्राप्त गर्ने हो त्यसैले चाहिँ यो बुद्ध धर्म संघ त्रिरत्नलाई चाहिँ अनि खाना खानु अगाडि चाहिँ हामीले उहाँहरुलाई त्रिरत्नलाई खाना चढाउँदै छौं भन्ने त्यो सोच राखेर चाहिँ अनि आफैले सेवन गर्नु होला है त र तेस्रोमा छ तारा देवीलाई है लादा लामिन च्यबिनगे 샤브게 빼모 라드데 퐁바 꾼레 ढोलजमा ढोलमा युमला छेपा फुल्स हजुर अन्तमा चाहिँ तारा देवीलाई ढोक गरेको यानी खाना चढाएको है र यसको अर्थ के हो भने तारा देवी भनेको चाहिँ तारा देवीलाई टिबेटनमा ढोलमा भनिन्छ है ढोलमा माने के हो भने 퐁बा कुनले ढोलजमा भनेको छ नि यसमा उहाँले चाहिँ तपाई हामी सबैजनालाई चाहिँ दुःख कष्ट भोकमारी है र संसारको दुःख है संसारको पीडा है यो सबैबाट चाहिँ मुक्ति गराउने हजुर मुक्ति गराइदिने त्यो चाहिँ तारा देवी हुनुहुन्छ है त्यसैले चाहिँ उहाँलाई चाहिँ अनि खाना खानु अगाडि चाहिँ हामी तपाईलाई खाना चढाउँदै छौं भनेर त्यो चढाएर चाहिँ अनि आफूले सेवन गर्ने है त हजुर अनि यो थियो खाना खानु अघि अथवा चिया पिउनु अघि पानी पिउनु अघि पढ्ने पाठ र त्यो पाठहरुको अर्थ मैले केही सानातिना जानेको चाहिँ तपाईहरुलाई भनिएको छु है र केही बिग्रेको हुन सक्छ त्यसमा क्षमा पाऊँ र अरु केही धर्म सम्बन्धित अरु केही विषयमा जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला हस्त धन्यवाद